महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। यति प्रथमाञ्जली द्वितीयाञ्जली तृतीयाञ्जली दत्यात् अनि अर्को दाजुभाइको सासु अब तिमीले हात जोडिदिनु नन्दार्गवि जया च विजया चैव सप्तैते द्वार मातर मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुनरीकाक्ष मङ्गलायस्तनु हरि यसरी छड्किने नाङ्लो खै हुँदैन ल अलि अगाडि अगाडि छ ओटो ठ्याक्कै त्यो बिचमा के बिचमा लागि उहाँबाट तपाईले सम्झनु पर्छ ओम नमो भगवते वासुदेवाय अब उता
उता फर्किने हो हरि ओम आकाशपचितं तैं तुथागच्छन्ति सागरं सर्वदेव नमस्ते ओम नन्दानन्दी सदा सृष्टि वासुदेव भार्गवी जया च विजया चैव सप्तैते द्वारमाता हर 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 ल भगवान् यही ढोकाबाट नवीन वधु भित्राउन लाउनको लागि सारा 33 कोटी देवतालाई मैले आह्वान गरेको छु भगवान् आकाश यही ढोकाबाट भित्राएर सकल कर्म पूर्ण गर्न लागेको छु भगवान् 33 कोटी देवतालाई नमस्कार छ ओम नमो भगवते वासुदेवाय नन्दानन्दिष्ट वासिष्टि वासुदेवस्य भार्गवी जय च विजय चैव सप्तैते द्वारमाता हर 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 शिरमा लाउनुहोस् तपाईँले लाउनु कतै ठुसो पर्छ न अनि एउटा होस् मुटु भित्र थिए सिरैमा राख्यौ न त दुःख दियौ न त पिरैमा राख्यौ दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँला नयाँ थर हुन्छ तर चिन्ता नलेऊ प्यारी स्वर्ग सर हुन्छ दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँला परे पनि दुःख परे पनि मेरै काखहरू जो सानो आँसु झरे पनि दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँला माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो माया दियो ममता दियो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आमा तिमी देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो
ताते ताते गर्दै तिमीले हिँड्न सिकायौ ओ आँसु पिएर आफू अमृत पिलायौ ताते ताते गर्दै तिमीले हिँड्न सिकायौ रुवाएर तिमीलाई हाँस्नु मैले छैन तिमी जस्तो असल साथी संसारमै छैन आमा तिमी देवी हौ आमा तिमी देवी हौ माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो उसमा होला त्यो सर्ट रुम भित्र गर्ने हल्का हामीलाई हात लगाइदिनु एकचोटि मात्रै भयो एकचोटि मात्रै लाग्यो अनि ठुलिया बुवाउनु अनि ठुलिया बोल्ने हो एकैपल्ट लाग्यो एकचोटि मात्रै लगाइदिनु त दसैँमा धेरै निदर भइलाक राम्रो जुन बिहा दसैँमा हो त्यो त दसैँमा त्यो लाउनु त अब हजुर आयो राम्रो होस् है छम्का छम्का नानी नछम्का वरि लाग्छ हो त्यही भएर हजुर बहिनीले ल ल ल आमाहरु खोइदिनु नि खुलिया खोइ ओबी खुलिया मलाई नाइकी मिनर गारा आउँछ वाइ त दिनु नि आगे वाइ यहाँ भएकै कोही नछुनु नि यसले लाएर भए कि यसले सब गर्नु छ ल बधाई छ भाइलाई
भनेर बाबु चाहिँ जले सुपारी निकाल्नु त सुनला नमो ब्रह्मण देवाय ब्राह्मणी तात गीताय कृष्णाय गोविन्दाय नमो नमः गरानीका सामानहरु पनि हामी वैदिक संस्कारले हजुरको कर्म गर्छौँ वैदिक संस्कारले एक विधि पुऱ्याएर जगद्धिताय कृष्णाय आकाशापच्छन्ते यहाँ होला नि हो सर्वदेव नमः ल अब अर्घम गन्ध पुष्पाक्षतम फुलबाती लिनु हात जोड्नु दियाको ध्यान गरिदिनु नमा फुलबाती दिइसक्यो तपाईँको अगाडि नमो ब्रह्मण देवाय वासुदेव नमस्ते वासुनाम वासुदेव सवासुना भुवनत्रय सर्व सम्पदा धन सम्पदा पुत्र सम्पदा सर्वशत्रु विनाशाय दीप ज्योति नभो नमः त्यहीबाट दियातिर तपाईँ त्यही ताउलीतिर ल बताउनु भएन हे सिद्धिविनायक भगवान् दाम्पत्य जीवन सुखमय रहोस् भगवान् ओम सिद्धिविनायकाय नमो नमः त्यहाँ तिनवटा ऋषि हुनुहुन्छ ओम ऋग्वेद भगवान् या गच्छन्ति अतिष्ठन्तु मम प्रजां ग्रहण या वचनं कर्मे तावत् सुस्तरो भव सुप्रसन्न भव सुवरदो भव तयथासनं पाद्यम् अर्घं गन्ध पुष्पाक्षतं समर्पयामि यजुर्वेदाय नमो नमः यजुर्वेद भगवान् या गच्छन्ति अस्मै सूर्याय नमो नमः यो दिवासनतमः सोमाय नमो नमः बृहस्पतये नमो नमः अन्न तत्ततिरक्षणवेत्तमः सुताय नमो नमः त्यो पनि ग्रह फाल्नुपर्छ सम्झ देवी रस्या प्रवतित्रय सुन्दर विश्रत्नौ सनस्राय नमः
अँधेरो तिमी बिना मेरो संसारै शंकर खोइ शंकर तिम्रो मम्मीको आमा त्यहाँ छ यी नानी पानी चुब्दै सुबाह 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 एउटा टपरी दिनुहोस् अग्निमेति यति प्रजापति ऋषि र अग्नि देवता चतुर्थी कर्मणि आज्य होमी विनियोग ओम अग्निमे स्वाहा इदम अग्निमेन वनम सोम यति प्रजापति ऋषि सोम देवता आज्य इदम अग्निमेन प्रवत्का परिवर्तन पाचन देवान प्राचित परमात्मा प्रदान तस्मै देवता प्राचित बने चन्द्रम वन्द्रवाय स्वाहा प्रजापति ऋषि प्रजापति बाबु ल विवाह दान पछाडिको चतुर्थी कर्म गरेर ग्रह पनि फाल्न भनेर लाग्छ भगवान हाम्रो अशुभ ग्रहले शुभ स्थान प्राप्त गरून् दाम्पत्य जीवन सुखमय कामनै त्यही हो ओम नारायण भगवान हात जोडिदिनु मुरारी ब्रह्मा मुरारी त्रिपुरा तकारी भानु शिव मसन्तु ल रबिङ बिन्दुमा चढाइदिनु शङ्कर ओम नारायण भगवान ब्रह्मा मुरारी त्रिपुरा तकारी भानु शिव मसन्तु सर्वे ग्रह शान्तिकर भवन्तु स्वस्तिनेन्द्रो वृतसभा स्वस्तिनपु इष्टदेवी सबै खानुपर्छ नि फेरि ल बाबु पछि खाइनुहुन्छ त्यो आत्माले त्यो फलफुल हाल्नु त अग्नितिर देखाउनु हे अग्निदेव तपाईलाई यो अखण्ड ध्वनिमा हामी यो पाक्यन्य चिज पकाएका छौँ ओम भूर्भुवस्य वैश्वानरास विद्महे सप्तजीवाय धीमहि तन्नो अग्नि प्रचोदयात् हे अग्निदेव तपाईँ यो अग्नि गायत्री हो अग्नि गायत्री मन्त्र जपनादि कर्म गरेर पाक्यन्य नपाकेको भए पनि पाक्यो यसले हामीलाई पोषणयुक्त बनाउँछ है यो शारीरिकमा पोषणयुक्त बनाउँछ यति रोटी चोडेर हजुरले खानु अनि त्यही जुठोतिर नानीलाई जुठो खुवाउनु मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलायस्तनो हरे जुठो खासी माया गर्छ भन्थे नि पहिला खानु नानी खानु यसरी मजाले यो अग्निमा बसेर खानु भाग्यो भने जुठो खासी माया गर्छ अब फलफुल पनि भगवान विष्णु मङ्गलम गरुडध्वज यसरी नै खाने त्यही मुख अब नानीलाई त्यही छ पुण्डरीकाक्ष मोबाइल र बल सँगै देखेर रहेन छ हजार भन्दा ठुलो नोटै होइन धेरै भयो खोइ जुत्ता लुगा खाइदिएन घन्टाको लागि बोलायो 20,000 लुगा 2,000 दिएर पठाइदिने 18,000 कसरी के बोल्नु पर्यो के को जुत्ता अगाडि कहाँ गएर पढाएको भागवत भनेको होइन त हरि चतुर परम ब्रह्म दिवागुर प्रभु हरि अबाल लोचनम शम्भु भगवान पुष्प टुक्रा छ त्यहाँ कुन्टा करपात्रमा छ हो त पुष्प टुक्राले त टपरी छोइरहनु मैले संकल्प करे अष्टाभ्याम सत्युगे सत्यतेत्र बापरान्ते कलियुगस्य कलियुगे प्रथमचरणे जमुदीप्ते भरतवैशिक भल्याट ग्राम यपुण्य क्षेत्रे षष्ठीमध्ये अन्येषु स्वमाता स्वपिता स्वकर परिवार सहिताय अस्मत् गृह श्री शिव परिसन्तान मनोरथ परिपूर्णार्थम ल गुणपात्र दान कति भनियो गुणपात्र दान मुक्तक गर्ग गोत्र मन्यस्य श्रेयमान सर्वै ब्राह्मणाय नमस्ते राखिदिनु कृष्ण चन्द्र परमात्मा
बुवाको अत्यन्तै नाजुक स्थिति छ, घरमा क्या बात बुहारी भनेर भन्नु। भगवान्को रूपमा मैले यो कमिटमेन्ट गराएँ, प्रतिबद्धता गराएँ, परिस्थिति जसरी छ सबै चिजलाई ख्याल गरेँ, अत्यन्तै राम्रो गरेँ, हँसिली भरसिली रहेँ। भगवान्को आशीर्वाद तिमीलाई सदा सर्वदा रहोस्। राइट इन मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय स्तनहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपतिं गिरिहस्मरामि सर्वदेव आशीर्वाद सदा सर्वदा रहोस्। जय श्री हरि मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय स्तनहरि हरि अबाललोचनं सम्भोग रोगी हुनुहुन्छ होइन, परिस्थिति नाजुक छ, आमामा रहेर अत्यन्तै राम्रोसँग कर्म गर्नु। भगवान्को आशीर्वाद सदा सर्वदा रहोस्। जय दाइने त्यसरी त्यो जौती लिनु, अक्षता लिनु, दाइने हात माथि पार्नु, यसरी वचनात् परिपूर्णमस्तु अस्तु परिपूर्णमस्तु मन्त्रहीनं क्रियाहीनं विधिहीनं चैर भवेत् यत् वाचामनचन्द्रत्वात्मवा प्रकृति स्वाभाव यते सकलं परस्मै नारायण समर्पयेत। जसरी चन्द्रावती महारानीले साली नदीको तीरमा बालुवाबाट सारा सामग्री तयार गर्नु भएको थियो, त्यस्तै प्रकारबाट आज हामीले पनि भगवान्को मन्दिरमा आएर सारा कर्म त्यही तरिकाले पूर्ण गरेका छौँ। हामीले गरेको सामग्री पूर्ण भएको छ। हामीले कर्म गर्दा कुनै प्रकारको भुल त्रुटि प्राज्ञाले कमी भए पनि त्यसै कोटि देवताले क्षमा गर्नु। ब्रह्मा विष्णु महेश नारायण नमः पहिलो पकडा राखिँदैन कायम कायम ओ माया गाजलु आँखाको त्यो हेराइ सुनिरहँ जाइ लाग्ने त्यो बोलाइ मायामा पार्यो किन हो मलाई। हेर न सुनिदिन्छु कुरा त्यो सबै तिम्रो हातमा हात थमाई सम्भाली राख्छु तिमीलाई सधैँ। घामको त्यो किरण जस्तो उज्यालो हेरै अन्धकार यो जीवनमा दियो माया धेरै। घामको त्यो किरण जस्तो उज्यालो हेरै अन्धकार यो जीवनमा दियो माया धेरै। हाँसो खुसी केही लुकाउने छैन दुःख साटौँला प्यारा सुख साटौँला अब जिन्दगी सँगै काटौँला। दुःख साटौँला प्यारा सुख साटौँला अब जिन्दगी सँगै काटौँला। ए अब जिन्दगी सँगै काटौँला।
कलश लिने अगाडि बस्छ नि यसरी दाजु कलश लिने अगाडि बस्छ
यहाँभित्र हालिदिएन वेलकम। कुमार केटो हुम्बाग्लु धम्जाको बेगर भने सबैले सम्झाको मकुर मकुर
अहिलेसम्म एक्लै बाँचियो साथी भाइको जन्ती भई नाचियो मकुर मकुर देवी ठण्डा परेवा मकुर मकुर यसपालि त मेरो नि बिहे गर्नेछु एक्लै बाँचियो साथी भाइको जन्ती भई नाचियो मकुर मकुर देवी ठण्डा परेवा मकुर मकुर यसपालि त मेरो नि बिहे गर्नेछु यसपालि त मेरो नि बिहे गर्नेछु प्रभु गरेछु सेवा उडाएर दुई जोडी परेवा मकुर मकुर देवी थान्का परेवा मकुर मकुर यसपालि त मेरो नि बिहे गर्नेछु गरेछु सेवा उडाएर दुई जोडी
मन्दिर जान्छु दाइसँग भाइसँग सिन्दुर माग्छु कालीका माइसँग माकुर माकुर देवी थानका माकुर माकुर यसपालि त मेरो नि बिहे गर्नेछु दाइसँग भाइसँग सिन्दुर माग्छु कालीका माइसँग माकुर यसपालि त मेरो बिहे गर्नेछु यसपालि त मेरो बिहे गर्नेछु नाक बजाते एउटै रहेछ मागेको वरदान सानो तिमी आएर घरदान मकुर मकुर देवी थानका परेवा मकुर मकुर यसपालि त मेरो नि बिहे गर्नेछु मागेको वरदान सानो तिमी आएर घरदान मकुर मकुर
पडुवा ल